बस्तीमा डोजर चलाएपछि 432 पुग्यो रङ्गशालामा नाम दर्ता गराउने परिवारको संख्या। भत्किएका बस्तीका बासिन्दा भन्छन् भत्काउँदा खुसी लागेको छ तर हाम्रो बिचल्ली भयो। बालेन शाह सरकारका 1 महिना कति काम भए के भएनन् हेर्नुहोस् आजको समाचारमा। देशभर सञ्चालनमा गरियो अतिक्रमित संरचना हटाउने अभियान। बोलपत्र प्रणाली नै ह्याक भयो। ठूला निर्माण कम्पनीका सञ्चालक नै अनुसन्धानको दायरामा। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको 35 दिने अल्टिमेटम। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार छेत्री 50,000 घुस सहित पक्राउ। नागढुङ्गा सुरुङ मार्ग वैशाखभित्र परीक्षण आगामी आर्थिक वर्षदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने। चीनमा भयो नेपाली चियाको ब्रान्डिङ। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको इभी माइक्रो धादिङमा दुर्घटना। हडपिएको जग्गा खाली गर्न 18वटा संघ संस्थालाई त्रिवीको पत्र। जग्गा हडप्ने को छन् हेर्नुहोस् आजको समाचारमा। 3 तहबीच अधिकार बाँडफाँड नहुँदा संघीयताको बदनाम भएको कांग्रेस प्रवक्ता देवराज चालिसेको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुली भन्छन् अण्डा र चल्लामा कर लगाएर समृद्धि आउँदैन। कानूनी अस्पष्टता र तहगत बजेट दोहोरोपनाका कारण संघीयता प्रभावकारी हुन नसकेको नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटाको भनाई। विपक्षी बलियो भए मात्रै सरकारले राम्रो काम गर्न सक्छ भन्छन् सांसद साजिदा सिद्दिकी। सरकार संसदबाट भाग्ने होइन विधायकी प्रक्रिया मार्फत जनताको समस्या समाधान गरियोस् भन्छन् राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता शाही। सामाजिक सुरक्षा कोषमा तत्काल आबद्ध गराउन सरकारसँग अस्थायी शिक्षकहरूको माग। स्थानीय र प्रदेश तहका गतिविधि संघीयता र लोकतन्त्रलाई सुदृढ गर्ने दिशामा केन्द्रित हुनुपर्ने सन्तोष परियारको भनाई। चुनावमा धोका दिनेलाई कारवाही गर्ने भन्दै एमाले भित्र भयो सर। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद साक्य भन्छन् 35 वर्षदेखि रहेका बेथिरीहरूलाई सुधार गर्दैछौं। नेपाली तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डे भन्छन् नेपाल नै एउटा ब्रान्ड हो अब ब्रान्डको समस्या छैन। नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष श्रेष्ठ भन्छन् एमआरपी तत्काल लागू गर्न सक्दैनौ। एलडीसीबाट स्तर उन्नतिपछि औषधिको मूल्य बढ्न सक्ने महानिर्देशक बस्नेतको भनाई। काठमाडौँबाट खोसियो स्पेनको लिगलाइजेसन सेवा अब दिल्ली धाउनु पर्ने। सुकुम्बासी बस्ती खाली गर्ने बालेन सरकारको कदमप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईको विरोध। खानी तथा भूवर्ग विभागद्वारा नवलपरासी हुसेकोट गाउँपालिका 5 धौवादीमा करिब 10 करोड मेट्रिक टन फलामको कच्चा पदार्थ रहेको प्रक्षेपण। इन्फा अध्यक्ष सहित 24 जनाको पासपोर्ट कालो सूचीमा विदेश जानका लागि रोक लगाइयो। 10औं पीएम कप एनबीए भलिबल लिगमा पुरुषतर्फ पुलिस र रुकुम पश्चिमको लगातार तेस्रो जित। 10औं पीएम कप एनबीए भलिबल लिगमा महिलातर्फ न्यू डायमन्ड र एपीएफको विजयी। एशियन बीच गेम्स महिला कबड्डीमा नेपाल सेमिफाइनलमा पराजित, कांस्य पदक भने पक्का। जब वाशिंगटनको सबैभन्दा ठूलो वार्षिक रात्रिभोज अराजकता र अपराध स्थलमा परिणत भयो त्यसपछि के भए गतिविधि हेर्नुहोस् आजको समाचारमा। फक्स न्यूज सर्वेक्षणमा खस्कियो ट्रम्पको लोकप्रियता, कार्यदक्षतामा 53% मतदाताको शंका। इरान आक्रमणले अमेरिकी अर्थतन्त्र प्रभावित, ऊर्जा संकट गहिरिँदै। व्हाइट हाउस डिनर आक्रमण प्रकरणमा पक्राउ परेका 31 वर्षीय क्यालिफोर्नियाली नागरिक को हुन् हेर्नुहोस् आजको समाचारमा। अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना दूतलाई पाकिस्तान जानबाट रोके भने आवश्यक परे इरानले फोन गर्न सक्छ। इरानी विदेश मन्त्री अराग्ची पुनः पाकिस्तान फर्किने अपेक्षा। भारतीय विदेश सचिव मिश्री नेपाल आउने। गाजामा 20 वर्षपछि पहिलो पटक स्थानीय निर्वाचन, देर अल बलाहमा मात्र मतदान सीमित। र स्वास्थ्यसँग सम्बन्धित जानकारीमा एआईबाट स्वास्थ्य सल्लाह लिनु सही कि गलत, अनुसन्धानमा यस्तो देखियो लगायत देश विदेशका 35 महत्वपूर्ण समाचारहरूको विवरण लिएर आएका छौं। हाम्रो भिडियो सामग्रीहरू अन्तिमसम्म हेरिदिनुहोला। देशमै बसौं, देशमै केही गरौं, लोकसेवा तयारीका लागि टिम सन्देश नै रोजौं। एक पटक भर्ना जागिर नहुँदासम्म ढुक्क। शुभ प्रभात। इनसाइड नेपाल न्यूजमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म पुष्प दाहाल। आज मिति 2083 साल वैशाख महिनाको 14 गते सोमबार, ईस्वी सम्वत अप्रिल 27, 2026। आज वैशाख शुक्ल पक्ष एकादशी तिथि। दर्शकबिन सदाका दिन जस्तै आज पनि हामी देश विदेशका ताजा समाचार सहित तपाईमाझ उपस्थित भइसकेका छौं। तपाईले हाम्रो न्यूज बुलेटिन कहाँबाट हेर्दै हुनुहुन्छ कृपया आफ्नो गाउँठाउँको नाम तलको कमेन्ट बक्समा लेखिदिनु होला। प्रस्तुत गरेको समाचार सामग्री मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनु होला। आउनुहोस् आजको समाचार सुरु गरौं। 432 पुगो रङ्गशालामा नाम दर्ता गराउने विस्थापित परिवारको संख्या सम्बन्धी प्रसंगबाट।
बस्तीमा डोजर चलाएपछि लाखापाखा लागेका सुकुम्बासीहरू सरकारको सम्पर्कमा आइरहेका छन्। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा विवरण संकलनको काम भइरहेको छ। हालसम्म 432 परिवारले विवरण दर्ता गराएका छन्। यो आइतबार साँझ 5 बजेसम्मको विवरण हो। प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा बल प्रयोग गरी थापाथली, गैरी गाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्ती भत्काएपछि डरले लाखापाखा लागेका सुकुम्बासीहरू अहिले धमाधम सम्पर्कमा आउन थालेका छन्। शनिबार बिहानबाटै सुकुम्बासी बस्ती खाली गर्न प्रहरले माइकिङ गरेपछि उनीहरू डर र अन्यलका कारण सामान सहित विभिन्न ठाउँमा सरेका थिए। अहिले उनीहरू पनि सुकुम्बासीका रूपमा विवरण टिपाउन रंगशाला पुगिरहेका छन्। आफै आवास र खानपिन प्रबन्ध गर्न नसकेका परिवारको विवरण संकलन गर्न सरकारले दशरथ रंगशालामा हेल्प डेस्क राखेको छ। त्यहाँ विवरण टिपेपछि विभिन्न 5 वटा होल्डिङ सेन्टरमा उनीहरूलाई बस्ने व्यवस्था गरिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले उनीहरूको विवरण राखेका छन्। समिति र प्राधिकरणले रंगशाला पश्चिम तर्फको कुनामा छुट्टा-छुट्टै डेस्क राखेर काम गरिरहेका छन्। रंगशालामा छुट्टै डेस्क राखेर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने र खाना खुवाउने काम भइरहेको छ। यसको समन्वय काठमाडौँ महानगरपालिकाले गरिरहेको छ। यसरी विवरण संकलन गरिसकेपछि भूमिहीन र आवासविहीनहरूको व्यवस्थापन गर्न 5 वटा होल्डिङ सेन्टरमा लगेर राखिने बागमती सभ्यता विकास परियोजनाका सामाजिक परिचालक कुमार सिमखडाले जानकारी दिनुभएको छ। आइतबार शनिबारको तुलनामा भिडभाड धेरै बढेको छ। थापाथलीबाट विस्थापित सुकुम्बासीहरू धेरैजसो विवरण टिपाउने स्थान पुगिसकेका छन् भने सिनामंगल, गैरी गाउँ, शान्तिनगरबाट पनि आउने क्रम जारी रहेको बताइएको छ। आइतबार बिहानबाट सिनामंगल, गैरी गाउँ, शान्तिनगर क्षेत्रका बस्तीबाट आउने संख्या वात्तै बढेको त्यहाँका अधिकारीहरू बताउँछन्। अहिलेसम्म विवरण टिपाएका मध्ये कुन परिवार कुन बस्तीबाट आएको भनेर छुट्याएर हेर्न बाँकी रहेको बताइएको छ। शनिबार फारम भराएका मध्ये 31 परिवारलाई कीर्तिपुर पठाइसकिएको थियो। कीर्तिपुरको सत्संग भवनमा सुकुम्बासी राख्न होल्डिङ सेन्टर बनाइएको छ। 31 परिवार बसेको होल्डिङ सेन्टर भरिएका कारण बाँकीलाई अन्यत्रै व्यवस्थापन गरिएको थियो। 2065 सालमा भविष्य खोज्दै काठमाडौँ छिरेका सिन्धुपाल्चोकका डम्बरबहादुर तामाङ अहिले कीर्तिपुर स्थित सत्संग भवनमा आश्रय लिइरहेका छन्। थापाथली स्थित सुकुम्बासी बस्तीमा महानगरको डोजर चलेपछि उनी आफ्नो परिवारसहित त्यहाँ आइपुगेका हुन्। वर्षौंदेखि अभाव, रोग र गरिबीसँग जुधिरहेका डम्बरबहादुरको कथा सुन्दा जो कोहीका आँखा रसाउँछन्। डम्बरबहादुरको बाल्यकाल आर्थिक अभाव र गरिबीमै बित्यो। आर्थिक समस्याका कारण उनले 6-7 कक्षा भन्दा बढी पढ्न सकेनन् र कामको खोजीमा काठमाडौँ आए। काठमाडौँ आएपछि मजदुरी गरेर जीवन चलाइरहेका उनको जीवनमा भूकम्पको समयमा अर्को वज्रपात आइलाग्यो। घाँटी वरिपरि पिप जमेर वीर अस्पतालमा उपचार गराएर उनले 8 महिना औषधि खाए, तर अचानक दुवै आँखाको दृष्टि गुम्यो। डम्बरबहादुर मात्र होइन, उनको श्रीमती पनि मुटुको बिरामी छन्। घरमा 2 बालबच्चा छन्। परिवारको आम्दानीको स्रोत भनेको अरूको घरमा भाँडा माझ्नु र सरसफाई गर्नु मात्र हो। महिनाको 4-5 हजार मात्र आम्दानी थियो, त्यसैले जेनतेन घर धानिएको थियो उनी भन्छन्। अहिले त न काम छ, न बैंक ब्यालेन्स, न 1 रुपियाँको बचत। महानगरले बस्ती हटाउँदा आफूले दुःखले किनेका सरसामान जोगाउन नपाएकोमा उनी दुखी छन्। उनले 800 रुपियाँमा किनेको खन्ने औजार, 2000 को खुकुरी, 30 मिटर कार्पेट, थाल र कराईहरू सबै डोजरले पुरिदिएको गुनासो गरेकी छन्। उनीहरूले झिक्न त झिकिदिए, तर कार्पेट राम्रो छ भन्दै पछि त्यही पुरिदिए उनले गुनासो गर्छिन्। आफ्नो बास खोसिए पनि डम्बरबहादुरले सुकुम्बासी बस्ती भत्काउनुलाई भने सही मानेका छन्। यसको कारण हो त्यहाँ हुने विकृति। उनी भन्छन् त्यहाँ त शक्तिको पहुँच भएका एनजिओ र चर्चबाट पैसा लिने, विदेशी डोनेसन खाने र जग्गा बेचेर घर बनाएर बस्ने मान्छेहरू धेरै थिए। तपाईँको त्यहाँ चाहिँ फेरि अब मान्छेहरू पनि अब धेरै खालको मान्छे बस्ने कि पार्टीको मान्छे, विभिन्न त्यो हुन्छ नि भ्रष्टाचारी, अब दुनियाँको पैसा लिनेहरू, सङ्घ संस्थाहरू, आइएनजीको पैसा लिने मान्छेहरू, चर्च चलाउने भन्ने त्यहाँ चाहिँ होइन। म त जान्थिनँ नि कहिले पनि। अनि विदेशी डोनेसनहरू खाने मान्छेहरू थियो क्या त्यहाँ चाहिँ एकदम। अनि त्यो हिसाबले चाहिँ मलाई भत्काएको चाहिँ एकदम जाइत पनि लागेको छ क्या। उनी जस्ता वास्तविक गरिबले कहिल्यै केही सुविधा नपाएको तर टाठाबाठाहरूले सुकुम्बासीको नाममा रचाइ गरेको उनको अनुभव छ। यस्तो गरी खाने भाँडो हराएकोमा म खुसी छु, तर हामी जस्ता वास्तविक मर्कामा परेकाका लागि राज्यले सोच्नुपर्छ, उनी थप्छन्। डम्बरबहादुर अहिले सरकारसँग आश मानेर बसिरहेका छन्। हामीलाई थोरै क्षतिपूर्ति दिएर वा कोठा भाडा तिरिदिए हामी अन्तै बस्न तयार छौँ, उनी भन्छन्। म त अशक्त छु, काम गर्न पनि सक्दिनँ। मलाई मेरो अवस्था अनुसारको रोजगार र आँखाको उपचार गरिदिए हुन्थ्यो भन्ने आशा छ, उनी भन्छन्। आफ्ना नानीहरूको स्कुल छुट्ने पिरले उनलाई सताइरहेको छ। अहिले सत्संग भवनमा बसाइ अस्थायी छ, तर डम्बरबहादुर र उनी जस्ता 3-4 जनाको परिवारलाई स्थायी व्यवस्थापन र राज्यको संरक्षकत्वको खाँचो छ। देशको कार्यकारी पदमा पुगेको 1 महिना पुग्दै गर्दा प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा गर्न नसकेको भनिएको उपत्यका नदी किनारका सुकुम्बासी बस्ती हटाउने काम सुरु गर्नुभयो। शनिबार थापाथली र सिनामंगल क्षेत्रमा बसिरहेका भूमिहीनलाई हटाएर उनीहरू बस्दै आएका घर टहरामा डोजर चलाइयो। त्यो क्रम जारी रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दियो। दशकौंदेखि संघीय र स्थानीय सरकारले पूरा नगरेको सुकुम्बासी समस्या समाधानको बाचाका लागि बालेन सरकारले चालेको कदमले मिश्रित प्रतिक्रिया पाइरहेको छ। काठमाडौँ महानगरपालिकाको मेयरबाट
पदबाट राजीनामा दिएर प्रधानमन्त्री बन्ने घोषणासहित संसदीय चुनाव लड्नुभएका बालेन्द्र शाह संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीले फागुनमा भएको चुनावमा 2/3 नजिक मत ल्याएपछि एकल बहुमतको सरकार बन्यो। चैत्र 13 गते सरकारको नेतृत्व सम्हालेदेखि नै शाहले परम्परागत शासन शैलीमा फेरबदल ल्याएको नेपाल खुला विश्वविद्यालयमा शासकीय व्यवस्था अध्यापन गर्ने सहायक प्रवक्ता हरिप्रसाद ढुङ्गाना बताउनुहुन्छ। जुन तरिकाले सरकार सञ्चालन हुन्थ्यो, जुन ढाँचामा सरकारले काम गर्थ्यो, त्यसमा केही फेरबदल गर्न खोजेको देखिन्छ, एउटा नयाँ आत्मविश्वास सहित आएको देखिन्छ उहाँले भन्नुहुन्छ। तर बालेन शाह नेतृत्वको सरकारले सबै काममा सफलता मात्रै हात पारिरहेको भने छैन। प्रधानमन्त्री आफैले छानेका 2 जना मन्त्रीबारे सार्वजनिक प्रश्न उठेपछि प्रधानमन्त्रीले उनीहरूलाई आफ्नो मन्त्री परिषदबाट नै अलग गर्नु पर्यो। आफ्नै पत्नीले लिएको नियुक्तिसँग जोडिएको एउटा विवादका कारण दीपक कुमार शाह मन्त्री बनेको 2 सातामै पदबाट हट्नु परेको थियो। सम्पत्ति विवरण सार्वजनिक भएपछि उहाँको आएर विवादास्पद व्यवसायीसँग लगानी साझेदारी देखिएको विषयमा प्रश्न उठेपछि मन्त्री बनेको 27औं दिनमा गृहमन्त्री सुदन गुरुङले पनि राजीनामा दिन बाध्य हुनुभयो। कतिपयले यसलाई प्रधानमन्त्रीको सदाचार र सुशासनको पक्षमा उभिएको कदमका रूपमा अर्थाएका छन् भने अर्का थरीले कमजोर धरातलका मन्त्रीहरू चयन गरिएको भन्दै प्रश्न पनि गरिरहेका छन्। भदौको जेन्जी आन्दोलनदेखि नै कैयौं गतिविधि र बालेन राष्ट्रसभा एकता वार्तामा पनि सक्रिय देखिनुभएका गुरुङले गृहमन्त्री बनेको भोलिपल्टै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुभयो। प्रधानमन्त्री शाहले 100 दिनको कार्ययोजना बनाएर कतिपय नीतिगत सुधारका काम गर्ने घोषणा गर्नुभएको छ। सरकारले विश्वविद्यालय र क्याम्पसहरूमा विद्यार्थी संगठन खारेजीदेखि कर्मचारी ट्रेड युनियन खारेजसम्मका नीतिगत निर्णयहरू लिएपछि त्यसको विरोध र स्वागत दुवै भइरहेको छ। यो प्रगति उन्नतिका लागि बनेको सरकार नै होइन भन्ने यसका कामले देखाइसकेको छ। डोजर चलाएर सुकुम्बासीको रुवावासी लगाइसकेको देख्नु भएन, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी भन्नुहुन्छ। सरकारले यसअघि सत्तामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि आयोग बनाउनेदेखि संविधान संशोधनका लागि सुझाव दिने कार्यदल समिति गठन गरेको छ। यी दुवै संरचनाले काम थालिसकेका छन्। प्रधानमन्त्री शाहले मुख्यमन्त्री र सांसदहरूसँग अलग अलग समूहमा छलफल गरेर सुझाव लिनेदेखि फेवाताल अतिक्रमण गरेर बनाएका संरचना हटाउने जस्ता कदममा पनि अग्रसरता लिनु भएको छ। तर सरकारले ब्रिज कोर्स कक्षाहरू बन्द गर्ने सहितका कतिपय निर्णयमा भने पछाडि हट्नुपर्ने अवस्था आयो। विद्यालयहरूको भर्नाको समय र भर्ना शुल्कबारे सरकार, स्थानीय सरकार तथा विद्यालय सञ्चालक बीच मतभेद देखिएका छन्। सबै अस्पतालमा 10% बेड निशुल्क गर्ने निर्णयले स्वागत बटुलिरहे पनि कतिपयले कार्यान्वयनको पाटोमा आशंका व्यक्त गरेका छन्। काठमाडौँ उपत्यका सहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ। सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घर टहरा संरचना हटाउन सुरु गरेको हो। शनिबार काठमाडौँका थापाथली, सिनामङ्गल, गैरी गाउँ र शान्तिनगर क्षेत्रमा नदी किनारका अवैध संरचना हटाइएको थियो। त्यस्तै आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सहितका सुरक्षा निकायको सहयोगमा सरकारी टोलीले मनहरा नदी किनारका अतिक्रमित संरचनाहरू हटाइसकेका छन्। काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले सुरुवाती चरणमा जोखिमयुक्त क्षेत्रका बस्ती हटाइने र दोस्रो चरणमा भूमिहीनको पहिचान गरी बसोबासको उचित व्यवस्थापन गरिने बताउनु भएको छ। अतिक्रमित जमिन खाली गराउने क्रममा घरबार विहीन भएका नागरिकको प्रारम्भिक विवरण संकलन गर्ने र बसोबासको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 8 स्थित गोठाटार बुद्धचोक र वडा नम्बर 9 को मनोहरा टोलमा रहेका सम्पूर्ण बस्तीहरू खाली गर्न थालिएको छ। बस्तीमा रहेका भौतिक संरचना भत्काउनु पूर्व त्यहाँ रहेका नागरिकका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीहरूले सहयोग गरिरहेको देखिन्थ्यो। अतिक्रमित बस्ती खाली गर्ने क्रममा हालसम्म 214 परिवार सरकारको सम्पर्कमा आएको प्राधिकरणले जानकारी दिएको छ। यसरी सम्पर्कमा आएकाहरूलाई तत्कालका लागि विभिन्न होटलमा बसोबास र खानपानको व्यवस्था मिलाइएको छ। अभियान अन्तर्गत काठमाडौँ उपत्यका साथै रूपन्देही, नुवाकोट, पर्सा लगायत देशका विभिन्न स्थानमा अवैध रूपमा निर्माण गरिएका संरचना धमाधम हटाउन थालिएको छ। रूपन्देहीको भुटबल उपमहानगरपालिका 4 स्थित सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटराहरू हटाइएको छ। भुटबल उपमहानगरपालिकाले शनिबार नै सूचना जारी गर्दै सरकारी जग्गामा बनेका संरचना आफै हटाउन आग्रह गरेको थियो। आइतबार नै नुवाकोटको विद्युत नगरपालिकाका विभिन्न स्थानमा सरकारी जग्गा कब्जा गरी निर्माण गरिएका 1 दर्जन सरकारी तथा 86 निजी संरचना गल्छी रसुवागढी सडक योजनाको कार्यालयले हटाएको छ। त्यस्तै नारायणी सिंचाई तथा व्यवस्थापन कार्यालयले आइतबार पर्साको गण्डक नहरको डेलमा अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा लगायतका संरचनाहरू हटाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षा निकायको समन्वयमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने काम गरिएको वीरगञ्ज महानगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिल कुमार कणले जानकारी दिनुभएको छ। यता मानवाधिकार एलायन्सले सुकुम्बासी तथा भूमिहीनलाई वैकल्पिक व्यवस्था बिना हटाउनु मानवीय र मानवाधिकारको दृष्टिले उचित नभएको जनाएको छ। संगठनका अध्यक्ष विदुर सुवेदीद्वारा जारी विज्ञप्तिमा बस्तीबाट हटाएका परिवारमा देखिएको भय